हाई एभ्रिवान। आज चाहिँ हामी सिक्नेवाला छौँ दुईटा रुखले चाहिँ कसरी चेकमेट दिने। ल अब किङ यहाँनिर छ हैन, किङको बाजु नजदिकमा त यो यतापट्टि हो नि त, यता होइन त अलिक लामो पर्यो होइन बाटो, त्यही कारण हामी यता गएर चेकमेट दिनुपर्छ। ल त्यही कारण चाहिँ अब एउटा रुख यहाँनिर छ, अब मैले कभर अप गर्नु पर्यो 4 लाइन हैन। यो किङ यो रुखलाई पनि ल्याउन सक्छु म यहाँनिर, यसलाई पनि लान सक्छु, तर म अब यसलाई लाँदैछु। मैले यो लाइन कभर गरेँ हैन। अब फेरि उनको टर्न, यो एक स्टेप अगाडि भाग्यो हैन। त्यहाँदेखिको फेरि अब मैले यो लाइन कभर गर्नु पर्यो हैन, त्यही कारण म फेरि 5 लाइनमा कभर गर्नुको लागि यो ल्याउँछु। अब ब्ल्याकको टर्न हैन, त्यही भएर ब्ल्याक अब यता भाग्यो अरे सोच्नु हैन। अब मैले फेरि यो लाइन कभर गर्नु पर्यो नि त, नम्बर 6, त्यही कारण म फेरि यो रुखलाई लगेर नम्बर 6 मा राख्छु। अब यति बेला यो हुन्छ चेकमा, फेरि भाग्नु पर्यो उसलाई हैन। अब सपोज यो यहाँनिर भाग्यो अरे। अब फेरि व्हाइटको टर्न हैन, व्हाइटले फेरि अब 7 नम्बरलाई कभर गर्नु पर्यो, त्यही भएर यो रुख जान्छ 7 लाइनमा। अनि अब यति बेला फेरि यो चेकमा छ, फेरि उसले भाग्नु पर्यो, भाग्दाखेरि ऊ गयो लास्ट लाइनमा हैन। अब मैले कभर अप गर्नु पर्यो यो लाइन, त्यही कारण म यो रुखलाई लगेर यहाँनिर गयो भने चाहिँ चेकमेट हुन्छ। यस्तो पनि हुनसक्छ कोही बेला ब्ल्याक किङ छ नि, त्यो अब सिधा नगएर यता पनि जानु सक्छ, यता पनि जानु सक्छ, भाग्नु सक्छ आफूलाई बचाउनुको लागि। त्यति बेला चाहिँ कसरी खेल्नु भन्दाखेरि चाहिँ अब अहिले यो किङ छ 5th लाइनमा, अलरेडी 4th लाइन कभर छ दूसरा रुखले। अब मैले कभर गर्नु पर्यो 5th लाइन हैन। अब म 5th लाइनमा गएँ हैन। अब यो यति बेला चेकमा छ र यो अब भाग्नु पर्यो, यो सिधा भाग्दैन, अब यसपालि चाहिँ यो चाहिँ यता भाग्यो अरे सपोज हैन। अब फेरि यो लाइन कभर गर्नु पर्यो नम्बर 6 लाइन हैन, र म यो रुख लगेर नम्बर 6 कभर गरेँ हैन। अब फेरि उसको टर्न, अब फेरि यो सिधा भागेन, अब यसले चाहिँ यो रुखलाई एट्याक गरेको जस्तो गरेर यो यहाँनिर भाग्यो सोच्नु हैन। अब यति बेला चाहिँ म यहाँनिर जानु सक्दिनँ, किन अगर म यहाँनिर गयो भने चाहिँ यसले मलाई क्याप्चर गरिदिन्छ, किनकि कोही छैन यहाँ प्रोटेक्ट गर्ने हैन। त्यही कारण म यहाँ जानु सक्दिनँ, त्यही कारण म आफूलाई अलिकति जोगाउनुको लागि चाहिँ म सिधा आएर यहाँ बसिदिन्छु। र अब किङ फेरि भाग्नु पर्यो, यहाँनिर भाग्यो अरे स्ट्रेट हैन। अब मैले कभर अप गर्नु पर्यो यो लाइन नम्बर 7 लाइन, त म यहाँनिर जान्छु हैन। अब फेरि उसको टर्न हो, अनि ऊ फेरि यता भाग्यो अरे। अब त्यहाँदेखिको मैले यो लाइन कभर अप गर्नुको लागि चाहिँ म यो रुख यहाँ लग्यो भने चाहिँ चेकमेट हुन्छ। र अब फेरि यसरी नै अहिले त हामीले यता चेकमेट दिए हैन, यता पनि दिन सक्छ, यता पनि दिन सक्छ, राइटमा पनि दिन सक्छ, लेफ्टमा पनि। र अब सपोज यसपालि चाहिँ किङ यता लेफ्टपट्टि छ भने चाहिँ, नजदिक छ भने चाहिँ कसरी चेकमेट दिनु भन्दा चाहिँ यो किङ छ बी लाइनमा हैन, अनि हाम्रो दुईटा छ, यो एउटा छ एफ लाइनमा, अर्को छ जी लाइनमा हैन। अब मैले कभर अप गर्नु पर्यो सी लाइन हैन, त्यही कारण म लिन्छु यो वालालाई सीमा कभर अप भयो हैन। र अब किङको टर्न, अब किङ भाग्नु पर्यो, त किङ भाग्छ 1 स्टेप यहीँनिर हैन। अब यहाँ को डेन्जरमा भयो मेरो रुख हैन। अब मैले रुखलाई बचाउनु पर्यो, नत्र भने त उसले क्याप्चर गरिदिन्छ, त्यही कारण भाग्नुको लागि चाहिँ कता जानुपर्ने म हैन, किनकि म यो लाइन कभर अप गर्नु पर्यो नि त। त्यही कारण चाहिँ म आएँ लास्टमा, सेम लाइनको लास्टमा। र अब फेरि किङको टर्न, भाग्नु पर्यो, र उसले फेरि एक स्टेप लियो हैन। अब मैले कभर अप, यो अलरेडी कभर अप भयो, अब मैले कभर अप गर्नु पर्यो फेरि बी लाइन जहाँनिर किङ छ हैन। अब सपोज म यो यहाँ आएँ भने त मलाई क्याप्चर गरिदिन्छ हैन, त्यही कारण म यो लाइन कसरी कभर अप गर्न सक्छु। अब फेरि म यही लिएर यहाँ गएँ भने त फेरि किङ भागेर यो लाइनमा आउँछ, त्यहाँदेखि फेरि कहिले गेम खतम हुने हैन। र म यसकै सहायताले चाहिँ म आउँछु यो लास्ट 2nd लाइनमा हैन। अनि अब फेरि कसको टर्न, किङको टर्न, फेरि यहाँनिर भाग्यो हैन। अब मैले कभर अप गर्नु परेको छ बी लाइन, त म यो छ नि अहिलेको रुख, यसलाई लिएर यहाँनिर राखिदिन्छु हैन। अब के हुन्छ, किङ यो लाइनमा त एकदमै आउन सक्दैन, किनकि अलरेडी कभर अप छ हैन। यो लाइनमा त ऊ चेकमा छ, अब भाग्नु पर्यो यही साइडमा, त्यही कारण अब किङले स्टेप लियो लास्टको साइड हैन। अनि अब म फेरि उसलाई यो गर्नुको लागि चाहिँ
ए लाइन पुरा कभर गरिदिन्छु, यति बेला चाहिँ हुन्छ लेफ्ट साइड चेकमेट। र आजको लागि चाहिँ यति नै, रुकले कसरी चेकमेट दिन्छ भनेर होइन। आई होप तपाईँहरूले बुझ्नु हुँदै होला मैले अब के सिकाउँदैछु भनेर, र आशा राखेको छु तपाईँहरूले मेरो भिडियो हेरेर राम्ररी अब है चेसको बारेमा अलिकति भए पनि ज्ञान लिनुहुन्छ भनेर आशा राखेको छु।